नमस्कार, यहाँहरूलाई स्वागत छ कार्यक्रम प्रेरक प्रसङ्गमा। म प्रेरक प्रसङ्ग लिएर उपस्थित भइसकेको छु। म प्रस्तुता रामनिवास यादव। आजको प्रेरक प्रसङ्गको शीर्षक रहेको छ सुक्रातको कुरूपता। महान दार्शनिक सुक्रातको अनुहार कुरूप थियो। एक दिन उनी कोठामा बसेर एउटा गहिरो भाटामा राखेको पानीमा आफ्नो अनुहार हेरिरहेका थिए। एक शिष्य उनको कोठामा प्रवेश गरे। सुक्रातले पानीमा अनुहार हेरिरहेको देख्दा उनलाई हाँसो उठ्यो। उनी मन्द मुस्कुराए। यो देख्दा सुक्रातले उनको हाँसोको कारण बुझे। उनले शिष्यलाई भने, तिमी किन मुस्कुराइरहेका छौ? मैले त्यसको कारण बुझे। तिमी पक्कै पनि म जस्तो कुरूप व्यक्तिले किन पानीमा अनुहार हेरिरहेको होला भनेर मुस्कुराएका हौ, होइन त? सुक्रातको प्रश्नले शिष्य लज्जित भए। उनले यस प्रश्नको कुनै उत्तर दिन सकेन। तर सुक्रातले फेरि अगाडि भने, म हरेक दिन यसै गरी पानीमा आफ्नो कुरूपताको प्रदर्शन गर्छु। यसबाट मलाई जहिले पनि जीवनमा सत्कर्मद्वारा आफ्नो कुरूपता ढाक्ने प्रेरणा प्राप्त हुन्छ अनि जहिले पनि सत्कर्मबाट आफ्नो कुरूपता ढाक्ने प्रयास गर्छु। सुक्रातको विचारबाट शिष्य निकै प्रभावित भए, तर उनको मनमा अझै एउटा शङ्का उब्जियो। त्यसको समाधानका लागि उनले सुक्रातसित सोधे, गुरुदेव, त्यसो भए सुन्दर मानिस चाहिँ पानीमा आफ्नो अनुहार किन हेर्छन् त? उनीहरूलाई त यसको आवश्यकता नहुनुपर्ने हो नि? सुक्रातले जवाब दिए, यसो होइन, सुन्दर मानिसले पनि पानीमा आफ्नो अनुहार हेर्ने गर्नुपर्छ र उनीहरूले जति सुन्दर आफ्नो अनुहार छ त्यति नै सुन्दर कर्म गर्नुपर्छ भन्ने सोच्न सक्नुपर्छ, जसले गर्दा कुनै खराब कर्मले उनीहरूको सुन्दरतालाई ढाक्न नपाओस् र कर्मका कारण उनीहरूले कहिले कुरूप कहलिन नपरोस्। यदि तपाईहरूलाई यो कार्यक्रम राम्रो लाग्छ भने तपाईहरू कृपया यसलाई लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। हस्त, धन्यवाद।